देशका लुटेराहरू शेरबहादुर देउवा केपी ओली प्रचण्डहरूको लुटेरा जत्थाहरू हेरेर युवाको आवाज तिनीहरूका विरुद्ध बोल्नको लागि सडकमा आएको छ। तिनीहरूको मलामी बनेर आएको छ। हेर युवा आवाज हेर एकपटक। यो जमात युवाहरूको बौद्धिक जमात हो, तिनीहरूको मलामीहरूको जमात हो। तिनीहरूको निरन्तर सत्तामाथिको लुटखसोट अति भयो। युवाले सहन नसक्ने ठाउँमा पुग्यो। यो जमात मात्र होइन, तिमी लुटेराहरूको मलामीको होइन, यो लाम हो। तिमीहरू सिंहदरबार बालुवाटार र संसद भवनमा बसेर निरन्तर यो देशलाई लुट्ने जुन प्रचेष्टा गरेका थियौ, तिमी युवा जब जागेको छ होइन। भ्रष्टाचारीहरूका सत्ताहरू चाहिँ सडकमा मिल्गाएको छ। भ्रष्टाचारीहरू कि देश छोडेर भागेका छन्, कि सडकमा रक्तम्य हुने गरी मरेका छन्। तिनीहरू कि भाग्न तयार बन, कि चाहिँ यो सडकमा मर्न तयार बन। यो देश निरन्तर लुटिन सक्दैन थियो। यो देश निरन्तर लुटिन सक्दैन। तिमीहरू आफ्नो लुटको स्वर्गबाट चाहिँ भाग्नको लागि तयार बन। तिमीहरूको आजदेखि दिनबन्दी सुरु भएको छ। यो युवा जमात, यो जमात मात्रै होइन, यो तिमी भ्रष्ट लुटेराहरूको होइन मलामीको लाम हो। युवा जागेको छ।